राम्रो मान्छेहरूलाई लामा छिटै लान्छ होइन फोटो खिच्दैन 이날은 뭐냐? 제대로 문드러 So hello everyone, welcome back to my channel. This is me Bandana. आज चाहिँ हैन धेरै स्पेशल डे हो अनि किनभने आज चाहिँ भ्यालेन्टाइन डे हो अनि हाम्रो चाहिँ दुवै जनाको छुट्टी भएको हुनाले सो हामी चाहिँ बाहिर जान लागेको छौं. यो चाहिँ मेरो प्लान भन्दा नि उहाँको प्लान हो. हामी त केही पनि थिएन प्लान. सो तत्कालै जाउँ न त बाहिर यसो घुम्नलाई भनेर चाहिँ हामी जाँदै छौं. सो कहाँ जाने भन्ने चाहिँ मलाई थाहा छैन है. अहिले वहाँ गएर सोध्नु पर्छ कहाँ जाने भनेर. सायद मैले चाहिँ यामागुची भनेको चाहिँ सुनेको छु. सो त्यही जाने अनि सो अब उहाँ चाहिँ तल गइसक्नु भएको छ. सो म पनि छिटो छिटो जानुपर्छ. सो चाहिँ यो चाहिँ मेरो ओटिरी हो अनि एकदम आज चाहिँ पानी परेको हुनाले पानी पर्न लागेको छ र परेको पनि थियो अघि अनि अहिले चाहिँ अघि अलिकति घाम लागेको थियो र इट्स ओके टाइप भइरहेको छ. सो जाउँ न अब कस्तो हुन्छ. किन आजको दिन होइन बाहिर बसिराख्नु किन आजको दिन घरमै बसिराख्नु. सो क्वालिटी टाइम स्पेन्ड हुन्छ. सो जाउँ भनेर चाहिँ हामीहरू जान लागेको छौँ. सो अब जान्छौँ हामी. यामागुची छिर्यो. कस्तो राम्रो ठाउँ थियो बस्ने. हामी बसेर खाने भनेको मिस भइगयो. तलपट्टि गयो कि अहिलेसम्म हामी त्यस्तो गएको छैन. तल गएर अनि फेरि माथि आउने हो. ए अनि हामी चाहिँ राम्रो ठाउँमा आयो बसेर यसो खानुपर्छ है भनेर भनेको त लु भएन. हामी चाहिँ घरबाट हिँडिसकेको. अब हामी कति मिनट छ 123 छ. टोटल आवर्स चाहिँ कति थियो भने 2 घन्टा थियो. 2 घन्टा 25 मिनट. सो हामी चाहिँ 2 घन्टा 25 मिनटमा हामी कति हिँडिसक्यौँ 1 घन्टा हिँडिसक्यौँ. 1 घन्टा 23 मिनट बाँकी छ अनि हामी जाँदैछौँ यामागुची जाँदैछौँ हामी. यामागुची नै रहेछ जाने. सो यहाँ छ अब लास्ट अब यो सेकेन्डको त होला नि 11 को. किन ठुलोमा जाने हो कि हुन्छ ठुलोमै जाम. हेरौँ ठिक्क कस्तो राम्रो थियो. के गर्नु मिस भइगयो. ठिकै छ. तिनीहरूले त्यसकै गाडीहरू पार्किङ गर्ने बसहरूले भ्यूहरू पनि बना जस्तो लाग्यो कि त्यही होला नि. त्यो अरू बेला हेर न कस्तो तल गएर माथि आउनु. अरू बेला चाहिँ अर्कै हुन्थ्यो. रोड दुई साइडबाट देखिन्थ्यो. पछाडि गाडी थियो. त्यही हो. अरू त होइन रोडकै साइडमा अन्त अहिले तल गएर फेरि माथि आउनु पर्ने. त्यो छुट्टै बाटो चाहिँ होइन. त्यो छुट्टै होइन रहेछ नि. त्यो चाहिँ त्यहाँ जानको लागि रहेछ. के भयो अरे सबै पैसा हाइवेले सक्यो अनि चाहिँ यो ओछ्याएर अनि खाना चाहिँ खानु लाग्यो. खाना नभएर अब हामी गरी भइसक्यौँ. तातो भयो अब चाहिँ हाम्रो खाना यामागुची. अब हामी कहाँ जाने हो नै थाहा छैन. त्यहाँ अहिले डेस्टिनेसन गएपछि थाहा पाइहाल्छ नि. जान्छ. कस्तो भयो त कस्तो छ मिठो छ. अस्ति नखाएको थिएँ त्यही भएर मिठो भएर फेरि खानु. त्यो कान त कत्रो भयो त. म पर्यो मासु खान पाउँदा नि खुसी हुँदैन. ऊ त बुढाले के हो पुरो बुढा त ठिक छ. मजाले चिल पारामा चुरोट खाइरहेछ. मलाई पनि ल्याउ न भ्यालेन्टाइनमा आफू एक्लै खान्छु. ए हो मेरो गिफ्ट भ्यालेन्टाइनको. मिठो मिठो. आइछ अघि भर्खर आफै भन्छु अनि पर्दैन.
आइस यो चाहिँ लास्टको भरेको हेर अब यो कहाँ फाल्नु खाइदिउँ म त त्यहीसँग खाने अब पुरै आइस रहेछ फ्रोजन हो नि त फ्रोजन चिकन May I come in? Come in. तातो 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 अहिले त खोइ हाँसी हाँसी यहाँ छ मेरो हो यो हो यस्तोमा जाने यस्तोमा त्योभन्दा अहिले सुरुमा त यहाँ जाने होइन नि त अहिले हो यहाँ जाने हो यहाँ जाने फर्स्टमा यहाँ जाने मौसम हेर्दा यहाँ जाने जस्तै छ फेरि राम्रो हुने कि नराम्रो हुने नराम्रो नि यस्तो पानी पर्ला जस्तो भएछ भने तात्यो हो तात्यो यो मेरो जुठो खाऊ माया बढ्छ मैले जहिले तिम्रो जुठो खाने भएर मैले तिम्रो मात्रै माया लागौँ त अर्को मोबाइल पनि ल्याउनु रहेछ है ए हामी कहाँ जाने भनेको लागौँ है त अझ 50 मिनट लाग्छ हौ माया 50 मिनट यहाँ फेरि सबै फाउन्डेसन मेकअप गरेको हो भने देखाउनु पर्यो नि त कपडामा सबै लागिसकेछ सो अब हामी जान्छौँ कति टाढा हो डेस्टिनेसन पनि मैले त यस्तो त लागेको थिएन न रङ वे आयो रङ वे सो हामी चाहिँ आइपुगिसक्यौँ अब है लगभग त्यहाँ 2.5 किलोमिटर छ हो 2.5 किलोमिटर कस्तो राम्रो देखेको छ तर भिडियोमा चाहिँ राम्रो रहेको छैन सब समुद्र नै समुद्र त्यस्तै ब्रेक नलाउनु न रिमाटै लाग्नु लाग्यो मलाई त बाई गर्छ मलाई चिन्यो म त कोरियामा छु कि जस्तो भएको एकछिन कुरा हारेको त एकछिन हामी कोरियाको कुरा हारेको त म त कोरिया नै छु जस्तो भएको यताबाट कोरिया खै हेरौँ न अहिले म्यापमा यो त पुरै नेपालमा जस्तो के बुस्तीको डाँडा जस्तै सेम के हेर्नु न लु अब यहाँबाट यता जाने त होला नि हेर न फेरि कन्फ्युज हुनुभएको कस्तो समुद्र हौ समुद्र ऊ साकुरा नि फुल्ने बेला भइसक्यो है अब त्यो टोकियोको कुनै कुनै पार्टमा त खुलिसक्यो अरे फुलिसक्यो भन्छ भनेको तपाईँ मलाई यस्तो रिङ्गटा लाग्ने गरेर चलाइदिनु भएको छ नि झ्याप्प ब्रेक लगाएर गीत अनुसार झ्याप्पै ब्रेक हो यता तल रहेछ नि त म्यापमा कता थियो र म्याप अनुसार हिँड्नुपर्छ नि त अनि लु अब आइपुग्न लाग्यो अब आइपुगिसकेपछि चाहिँ अब म देखाउँछु के हो कि यो यस्तो पुरै सुकेको जस्तो यो यस्तो पुरै टर्निङ छ टर्निङ मौसम त चिसो छ तर पानी चाहिँ नपरिदियोस् त्यति हो म अहिले भन्दा कति लगभग 4 वर्ष अगाडि यो ठाउँमा थिएँ 4 वर्ष 4 वर्षपछि आज आयो अनि यति धेरै टाढा जस्तो लाग्थेन भन्दै हुनुहुन्थ्यो चाहिँ सुतेर आएको रहेछ भन्ने भयो अझै अर्को मेन के अरे हाम्रो मेन डेस्टिनेसन त बाँकी नै छ पुल लु अब म चाहिँ वहीँ पुगेपछि देखाउँछु लु है आयो समुद्रै आयो उता त पुरै केही नदेखिने हो के हो
यो बिचको चाहिँ व्हिल चेयरको लागि यताबाट धकाल्ने हो नि त तिमीले व्हिल चेयर धकाल्दाखेरि पनि यसरी त अब माथि जानु पऱ्यो भने त यसरी धकाल्छ होइन अनि फेरि तल आउनु पऱ्यो भने नि यसरी आउने हो नि फेरि पछाडि नै फर्केर उकालीमा ल यही हो है आइस स्ट्यान्ड तिमीलाई ल्याऊ भनेको होइन पहिला यहाँ माथि के होइन पैसा फाल्नु मिल्थ्यो क्या पैसा फालेर त विसिस माग्ने भने त्यस्तो चलन थियो क्या कति अलि छैन यो चाहिँ के हो यस्तो यो ठिक छ ठिक छ यहाँ हेर्नु न टुई टुई लाएर यतातिर ऊ त्यो लेफ्टपट्टिकोले के भन्छ ओइ केटा सुन न त्यहाँ देखाउ न देखाइसकेको छु भन्नु ओइ केटा तैँले भात खाइस् बाइककोले त्यही त अनि अगाडिकोले त तिमीहरू बाकम पछि म त सुतिरहेको छु भनेर अगाडि ए यहाँ चाहिँ सुतिरहेको यहाँ चाहिँ यो पालबाट छिरेर उता जाने रहेछ तर के हुँदो रहेछ थाहा छैन है फेरि तपाईँले धेरै पाप गर्नुभएको छ क्या जिन्दगीमा मैले भन्दा पाप गरेन भने त बाँचिँदैन पाप गरेन भने चाहिँ मान्छे छिटै जान्छ माथि त्यही भएर पाप गर्नु सोझो मान्छेहरूलाई राम्रो मान्छेहरूलाई माथि छिटै लान्छ होइन त्यही भएर पाप गर्नुपर्छ अरे त्यहाँनिर चाहिँ यो राइट सोल्डर यस्तो गरेर सुतेर छिर्ला र म यस्तो गरेको छिर्ला र म छिर्नुहुन्छ पहिला हो देख्यो उता गएर ढोक्नु कस्तो लाग्यो त गएर मलाई चाहिँ त्यहाँभित्र छिर्दाखेरि के भयो भने मेरो सब रोकसोक भन्दा पनि चस्मा बाँध्यो क्या गयो गयो बतास चल्यो भाइ यहाँबाट त बतासैले उडाइ लग्यो मन मेरो माया मेरो यहाँ चाहिँ पुरै यो चाहिँ पुरै समुद्र है आँखाले जहाँसम्म देखेछ त सब समुद्र यिनीहरूले बोलेर उद्यमै गर्ने कस्तो भइरहेछ त रमाइलो भयो रमाइलो भइरहेछ त्यो चाहिँ के माछा मार्न होला है सिप आइरहेछ सिप अनि घाँस मार्दैछ ए घाँस के गरेको त्यो उयो खोजेको हो क्या हो कि ल्याउ ल्याउ माया ल्याउ ल्याउ स्वर्ग जाने ढोका अरे यो चाहिँ स्वर्ग जाने ढोका ट्याक्क कति मान्छे आएको खोइ मैले त नआऊ भनेको किन आएँ चाहिँ साँच्ची भनेको भोलि भ्यालेन्टाइन छ नआऊ है भनेर भनेको थिएँ आएँ किन ल जाउँ सबैको इमेज चाहिँ आफूले बनाउनु त हो देख्यौ भ्यालेन्टाइनको दिनमा रातो भाटामा ल्याएँ नि मैले तिमीलाई कस्तो लागिरहेछ त रमाइलो लागिरहेको छ के लेखेको छ थाहा छैन के गरेर आयो भर्खर पनि थाहा छैन त्यसो नभन रुक न म त्यो भिडियोको के अरे जिन्जाको के नाम रहेछ म पढिहाल्छु नि मैले अघि हामी यहाँ माथि थियौँ अहिले हामी यहाँ तल छौँ अब म यो चस्मा लगाउँदिनँ मैले अर्को चस्मा लगाउँछु हेर्नु न यहाँ कहाँ जस्तो कि खै डल्फिन कस्तो चल्छ के हो यो छल ऊ केहीको होइन त यो पानीको छल हो
डल्फिन भनिदिने सोधा साधालाई जे पनि भन्दै भयो ऊ फुर्ने त्यहाँ चाहिँ के गर्दै हो यो मलाई फुर्ने देख्ने बित्तिकै स्क्विड गेममा को याद आयो मलाई I like the view. You do? Hi. Oh, I like the view. You do? You are my best view. अनि कति टेक गर्ने यति लामो मलाई अझै बिचमा त हाई पनि भनिदिएर ल ठिक छ भयो अब के को भ्यू निस्क्यौँ यार त्यो त 2 सेन्टेन्स मैले ल चमिन माथि जाउँ अब जाउँ न उता फोटो खिच्देऊ न हामी यिनीहरूलाई पनि भन्नु राम्रो देखेको बल्ल यहाँबाट हेर्नु त सानो हेर्नु कस्तो राम्रो देखेको उडाइ लाग्यो कपाल मेरो यहाँ चाहिँ आशीर्वाद छ यिनीहरू होइन डराएर गएकै छैनन् ल भिडियो फोटो खिच्ने होइन तर भिडियो राम्रो आउँदो रहेछ यता राम्रो आउँदो रहेछ कि खिच्छौ है त जापान जस्तो आएको छ भिडियो त लास्टै सेतो देखायो कि यति मात्रै यसरी फोटो खिच्न त मिल्दैन यसमा मिल्छ खै ए हात दिइरहेको बिच मेरो चाहिँ केही मतलबै छैन कि तपाईँलाई त म यस्तो हो कि तिमी लडिहाल्यो मैले चप्प समात्छु भनेर यहाँ तल गएर बस्न लाग्यो ल बिस्तारै आउरे यस्तो छ बाटो है हिँड्न सक्नु छैन बिस्तारै आऊ भन्दै त अब त सुई अगाडि पहिले नलडोस् भन्ने चाहिँ होइन कि होइन लडिसकेपछि समात्नु त्यही रे हजुर पहिले नलडोस् भन्नु त छैन लडिसकेपछि समाउनलाई अगाडि गएको अरे अब यति हो घुम्ने ठाउँ भिडियो हेर्दा मात्र राम्रो देख्ने आएपछि के हो घाममा पानी परेन ओके अर्को पुल लामो पुलबाट जानुपर्ने छ ल जाउँ है अब सानो यहीँबाट हेर्नु ल कस्तो राम्रो देखेको छ है भ्यू देख्यो भने कसो भन्नुपर्छ अरे यस्तो भ्यू जप्दी जोडेकी छैन यहाँदेखि खिच्ने तेरसम्म घुमेर आएर अनि बल्ल सकिने बेलामा चाहिँ बल्ल होइन यो दुईटा स्यालको मिनिङ त यहाँ मोतो नोसुमी ए स्यालको होइन त्यहाँको मूर्तिको भन्नु न मोतो नोसुमी जिन्ज्या ल अब हामी चाहिँ कता हो के हो है फेरि कहाँ हो जाने रे फेरि जानलाई 4 घन्टा लाग्छ फर्किनलाई हामी त कहाँ पो आएको छौँ त हामी त कहाँ टाढा पो आएको छौँ त हाम्रो छ है यो बाटो पनि टर्निङ यहाँ गएर टर्निङ यो त कहाँ पोखरा सोखरा कतातिर कहाँ आए जस्तो छ क्या यो ठाउँ नै तर अलिकति मात्र घाम लागेको भए चाहिँ दामी थियो है यो ठाउँ चाहिँ दामी थियो होइन दामी छ सो हामी चाहिँ त्यहाँबाट निस्किसकेर हिँड्दैछौँ अनि हिँड्ने क्रममा चाहिँ हामीलाई यहाँ पानी परिरहेको छ होइन पानी परेर अब यसो म्याप हेरेको त यसो के अरे वेदर हेरेको त क्लाइमेट हेरेको त वेदर क्लाइमेट सेम त होला नि भोलिसम्म पानी रहेछ पानी नै पानी रहेछ अनि यहाँतिर चाहिँ सिमसिम पानी परिरहेको छ अनि त्यसपछि अब त्यसो भए किन जाने त भनेर भनेको
आँखाले भए पनि हेरौँ भन्नुहुन्छ अनि यहाँसम्म आएपछि होइन, किनभने 4 घन्टा हो नि त यो बाटो त एकदमै टाढा छ नि त, 4 घन्टा जति नै लाग्छ नि त आउनलाई। हाइवे नचढे चाहिँ 4 घन्टा, हाइवे चढेको भए चाहिँ 200 किलोमिटर थियो है, 200 किलोमिटर लगभग 200 कति 1 कति थियो, 198 समथिङ कति थियो। अनि त्यही पोखरा गए जत्तिकै छ काठमाडौँबाट पोखरा। अनि तर हाइवे चढेको हुनाले चाहिँ हामी 2 घन्टामा चाहिँ आइपुग्यौँ, 2.5 घन्टामा चाहिँ आइपुग्यौँ है। अनि अब चाहिँ हामी हाइवे चढ्दिनौँ नि त, अनि फर्केर फेरि 4 घन्टाको बाटो जानुपर्छ, भोलि काम पनि। अनि त्यही भएर नजाउँ न भनेर भनेको, अब यहाँसम्म आइसकेपछि त होइन जाने हो भनिरहनु भएको छ, आँखाले हेरेर भए पनि फर्किने भनेर। अनि हामी चाहिँ जाँदैछौँ, के हुन्छ त्यही त, त्यसो भनेर हुन्छ। अनि त्यही भएर चाहिँ हामीहरू जाँदैछौँ, अब के हुन्छ वहीँ पुगेर देखाउँछौँ। अनि मोबाइलमा अलिकति चार्ज पनि सकेको हुनाले हामी चार्ज पनि गरेर जाँदैछौँ। सो एकछिनमा देखाउँछु के हुन्छ। मेरो बुढाले है यो मेरो लागि भ्यालेन्टाइन गिफ्ट भनेर मलाई यहाँ घुमाउनु ल्याउनु भएको, मभन्दा धेरै घुम्न मन लागेको उहाँलाई रहेछ। यस्तोमा पनि यो नगर है, यो नगर फोटो खिच्नु पर्छ, खोइ भिडियो गर। यो तपाईँको भ्यालेन्टाइन गिफ्ट होइन, तपाईँ आफैलाई घुम्न जानु मन लागेको हो यो होइन। के रे जहिले त्यसै भन्नुहुन्छ, भिडियो नखिच्ने भन्नुहुन्छ अनि किन्ने ल। एउटा छ कि त्यहाँ के हामी त गर्न मिलेको थियो, तिनवटा गाडी मात्रै अट्छ कि, र अहिले छ कि छैन थाहा छैन, अहिले गएर बोक्नुपर्छ। सो यो ठाउँबाट चाहिँ राम्रो दृश्य देख्दो रहेछ, कति न यहाँबाट पनि उता जाने राम्रो ठाउँ छ भन्नुहुन्थ्यो, यतातिर पनि रोक्न मिल्छ अरे। यो चाहिँ एकदमै फेमस पुल हो कि यहाँ यामागुचीको चाहिँ, लामो फेमस घटेको हो। अब अहिले त अब यो छ नि त, के अरे फागुन चैत छ नि त, त्यही भइरहेको पानी पर्यो मादैन। एक लट मेरो बुढा गीत पनि सुनिदिइहाल्नुहोस्। कुन गीत सुन्ने भन नि त? उयोवाला यो बुझिसक्नु भयो तपाईँले, भन्नु कुन गीत? अस्ति शुभ दाइलेको मेरो अगाडि के गीत गाउनु भएको रे? बतास चल्यो बतासैले चल्यो बतासैले देउरालीमा भन्नु न, देउरालीमा बतास चल्यो हो के अरे, अनि बतासैमा बतास चल्यो रे, देउरालीमा बतास चल्यो बतास गीत नसुन्ने हामी। लाइट हाउस पनि के त्यस्तो हो, यस्तोमा के कोरियन ड्रामाहरूमा यस्तो हुन्छ। मैं यहाँ पे मिल्ती हूँ तुमको, मुझे जरूर के अरे मिल्ना भन्छ नि हिन्दी भर्जन। अब मैले कुरा गर्नेलाई नि भेट्न बोलाएर कि कोरियनले अनि नियोजिनले कोही भन्छ होला हो नि के थियो होला। सो हामी चाहिँ यहाँ जानलाई सिक्किम पुलमा जानलाई सिक्किम गयौँ है। पुलमा अब पुलबाट खै कता जाने हो भन्दै हुनुहुन्थ्यो, बिचमा रोक्ने रे, रोक्न मिल्छ कि मिल्दैन थाहा छैन, मिल्छ कि मिल्दैन थाहा भएन है फेरि। तर यो ओहो यहाँ रहेछ नि त बस्ने ठाउँ त है, पानी परेर भिजो भयो, नत्र हामीले कति टिकटक बनाउँथ्यौँ होला, कराई भए पनि। झगडा गरी भए पनि बनाइन्थ्यो, के गर्नु, छैन रहेछ। यामागुचीको सबसे छेउमा आइपुगेको छ, सबसे छेउमा
यो के यस्तो के देख्नु भएको छ तपाईँले वाइप गर्नु पर्दैन वाइप 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 डाउन वाइप हेर्नु नि म्यापमा नि केही छैन क्या हामी कहाँ छौँ ओ त्यहाँ छौँ यस्तोमा यहाँ सब समुद्र यो सब लास्टमा लाइट त बल्ने भयो नि लाइट हाउसमा के उ गर्ने होला कि यो के हो खास समुद्रको कति के सबै हेर्ने होला कि थाहा छ भने भन्नु है हामीलाई थाहा भएन सब बन्द छ तर खुल्ला हुन्छ कि हेरौँ के नजाने क्या यस्तो पानी परेछ यति धेरै टाढा छ फेरि आउँदा जाउँला नि छिटै अब कसरी आउने हो भनेर भनेपछि अब के घरतिर लाग्ने बाटो नि अब त्यस्तै टाढा छ पानी त्यस्तै परेको छ मैले भने नि बुढालाई हो क्या घुम्न मन लागेको घाँसमा मेरो त भ्यालेन्टाइन नाम मात्रै हो तिमीलाई घुमाउन लाने भ्यालेन्टाइन डे गिफ्ट यही हो है भनेर मलाई लिएर आएर उसलाई घुम्न मन लागिरहेको छ अनि त्यही भएर यो ठाउँमा यस्तो हिँडिसकेपछि चाहिँ अब बिच बाटोमा केही पर्छ भने त्यहाँ घुम्दा रमाइलो घुम्दा होइन राम्रो तँ पनि सोच्नुहोस् कि भोलि त मेरो बिदा हो तपाईँको बिदा छैन यहाँबाट जानु 4 घन्टा लाग्छ यहाँनिर बजिसक्यो 5 अनि 5 को अनि कस्तो छ बाटो जङ्गलै जङ्गल छ फेरि बाटो पुरै के त फेरि जानलाई कति त्यही नै एकचोटि म हेरेर सेटिस्फ्याक्सन दिन्छु तपाईँलाई सो अब हामी चाहिँ घरतिर लाग्यौँ है अनि केबमा जानको लागि चाहिँ 1 घन्टा कति 15 मिनट हो क्या 1 घन्टा 15 मिनट जति लाग्ने रहेछ 18 मिनट साँच्ची त्यो जे होस् त्यस्तै हाडाहाडीमा लाग्दो रहेछ त्यसपछि उहाँले भो जाँदिनँ भन्नु होइन म चाहिँ अब जाने होइन नजाने भन्नुहुन्छ होइन त्यही 1 घन्टा 18 मिनट कि यसरी जाँदा त्यही बाटो पर्यो भने चाहिँ जाने भन्नु अब तर हो त्यो बाटो चाहिँ कुन हो भन्नु तिमीले कम्पेयर चाहिँ गरेनौ ए जाँदा जाँदा बाटोमै पर्यो भने त्यसको साइडमा हेरेर यता छिरेर जाउँ न त अब चाहिँ हामी जान्छौँ है सो कहाँ हो अब बाटो अब सिधै माथि माथि ए कता तल बाटो माथि छैन माथि तल रे ल हामी जान्छौँ है 2 hours 21 minutes म्याप हेर्दै जान्छौँ अब 2 hours रे 3 hours 21 minutes अब हामी बाटो हेर्दै जान्छौँ ल बिचमा के हुन्छ हेर्छौँ हामी सो हामी चाहिँ घर आइसकेर अब चाहिँ हामी दाइलाई सरप्राइज दिन जाँदैछौँ किनभने दाइको एनिभर्सरी हो दाइको र आस्माको एनिभर्सरी अनि त्यसपछि दाइको एनिभर्सरी हो रे दाइको र आस्माको एनिभर्सरी सो हामी चाहिँ यसो खुसीको माहौल बनाइदिउँ न भनेर चाहिँ जानु लाग्यो अहिले चाहिँ 10 बजिसक्यो 10 बजेर पनि 15 मिनट गइसक्यो होला सो अब भोलि काममा जाने उहाँहरू सुत्नुभयो कि के गर्नुभयो थाहा छैन है त्यही पनि हामी डिस्टर्ब गर्न जान्छौँ लु जाउँ है त क्यान्डल लिएर आउँछौँ सो हामी चाहिँ भर्खर मात्र आइपुगेको नि त घरमा अनि छिटो छिटो गर्नु भनेर हामी चाहिँ जानु लाग्दैछौँ छक्कै लिएर जान्छु सानो यस्तो सरप्राइज भनेर त हिँड्नु हामी उल्टै सरप्राइज होला नि फेरि नगर्ने के दाइहरू आज भ्यालेन्टाइनमा बाहिर पनि घुम्न जानु हुन सक्नुहुन्छ नि त नहुनु भएको अरे क्या हामी सरप्राइज हुन्छ उल्टै अनि त्यस्तो गरेर नि त Arigatou gozaimasu. Ei, gozaimasu. Happy anniversary. यो चामल नदिनु हैन हो यहाँ हेर्ने यस्तो हो भ्यालेन्टाइन डे भनेको हो ल ह्यापी बर्थडे ह्याप्पी एनिभर्सरी ल राख्नु अब यहाँ अहिले ल चाहिन्छ युज गर्न होइन दाइ किन तपाईँहरू एकअर्कालाई हो यो खुवाउने आज हैन हामी त धेरै ठुलो गिफ्ट होइन सानो चिटिक्कको यस्तै छ है
केही खलो हजुर क्वालिटी टाइम स्पेन्ड गर्नु एकैछिन मात्रै डिस्टर्ब गर्न आएको हामी पनि भर्खर आइपुगेको बाई बाई ल धेरै धेरै होस् खुसी हुनु अनि केक खोज्नु भनेर पठाएको कोही पाएन भन्नुभयो अनि केक खोज्नु पठाएको सब गरेको मैले ल ठिकै छ त्यही हो है त दाइको रियाक्सन देख्यो आज सो अहिले मलाई चाहिँ मोइस्चराइजर र क्यानमेकको हाइलाइटर गिफ्ट दिनुभएको छ भ्यालेन्टाइन डे गिफ्ट होइन यो नै मेरो लागि किम्ती हो किनभने म चाहिँ धेरै मेकअप गर्छु अरे अनि त्यही भएर यो चाहिँ तिम्रो लागि गिफ्ट हो अरे अनि रोज चाहिँ लिन जानुभएको पाइएन अरे अनि टेडी पनि हुन्थ्यो टेडी डे पनि हुन्थ्यो त सानो टेडी चाहिँ खै त खै अनि टेडी चाहिँ केडी ल्याइदिनु होइन यो अरे सबै अनि आज मलाई घुमाउनु लानुभएको थियो नि अनि त्यो अरे होइन गिफ्ट चाहिँ अनि त्यसपछि सो सबैजनालाई ह्याप्पी भ्यालेन्टाइन डे ह्याप्पी भ्यालेन्टाइन डे तिमीमा त मैले तिमीलाई समुद्र पार पार गरेर त्यो यहाँ लेखेर ल्याएको हो ल ह्याप्पी भ्यालेन्टाइन डे डे बाई डे बाई बाई आजको लागि चाहिँ यति नै होप यु गाइज लाइक माई भिडियो आज जे भयो त्यही भयो राम्रै भयो लु बाई बाई जसको खुसी भयो नि तिमी खुसी भएन भयो उडेर घुमेर उडी किक ल बाई बाई